सो साथीहरू हामी चाहिँ 10 बेला पानी बनाउने नि आयो गले जो जो टिमु ल ए खनी चाहिए तामाङल निजे छेक सारिका दे रोका दे मजा आउने चाहिँ के भिडियो के ब्लगर बन्न पानी मा लानु पर्ने हालेर धारमा पाइप हालेछ नि जलाग्ने छैन त्यो 5 6 हात 7 हात जति पाइप दियो पाइप पुगेन हुन्छ पाइप दिएन भन्नु न त्यसलाई त्यो कानको कुरा भने के त्यो बनाउनु भने आकर चाहिँ हामी थिएन घरमा अनि त्यो पाइप नि हाम्रो घरको हालेर पुर्याएको थियो अनि हुन पुर्याएछन् भने उनीहरु गयो पाइपबाट चाहिँ पाइँदैन त्यही हो दुईटा त्यो बीचतिरै गायब हुनुभयो त दाजुहरु त कहाँ गए एकचोटि हामी पिकनिक आएको थियो नि याद छ हजुर हजुर त्यही मुनतिर होला ठ्याक्कै पिकनिक आयो हामीसँग स्रोत साधन प्रशस्तै छ जरा छ म्यानेजमेन्ट मात्रै नपुगेको त्यो यहाँ भनेको त्यो भने अफन सकेट पर्छ हैन यहाँबाट के हो वर्ष दिनभरि काठमाडौँ बस्ने घुमी खाने त्यो काजीको मलाई के हो दशैँमा आउने पानी नजिकै यसो पानी खोज्ने उटी चाहिँ हाम्रोतिर लाइट जेन्जी भनिन्छ वर्ष दिनभरि काठमाडौँ घुम्ने त्यही गएर त्यो दुईटी पानी डिभाइड ए भयो पानी छैन एउटा माथमा एउटा तल पानी हो यो पानी हुँदैन यहाँ त यो त खोल्ले ओपनै होला नि यो ओपनै होला नि साथीहरू हामी आज पानी बनाउने निको दाइरो हुन्छ अलिकति नि वन मन्त्रालय नि अब यो चाहिँ त्यति बेलामा अब आइएनजीहरूले त्यहाँ गाजी भएको ए तलको दाइ अङ्कलहरु घोडालाई चाहिँ केले खाँदैन के घोडा 15 महिना दाजु त्यस्तो बानी भने पनि जो गाई आउँदा भने सजिलोसँग भयो भन्छ पानी बनाउने भनेको स्याउ स्याउ दोल खाली स्याउ ए यो मैले त टिकटक बनाउला होला कहाँ खोल्ने त त्यो खोल्दिन क्या गुरीको पासले हान्नु नभए त्यो हान्न त्यो पाइले बोइलिन भएर त सरे त यो मास्टन चाहिँ हाम्रो पानी बनाउन आको यहाँसम्म चाहिँ मेरो एरिया हो यहाँसम्म हो त्यो इन्डिया बनाएको उतारि गइरामा यति चौकी छ यहाँसम्म चाहिँ मेरो एरिया राति पलान्छ तल लगाएर खाइन्छ यार जङ्गलमा हैन हामी चिया भेट्यो यार गाइस फाइनली चिया भेट्यो दामी चिया भेट्यो अघि स्याउ पनि भेटेको छ थियो है अर्को भेट्छ है च्याउ यस्तो रमाइलो ठाउँमा नउभिएर भए हो आनन्दको रमाइलो छ कि जङ्गलमा सुनसान अनेकरण ठाउँमा अब यस्तै भएर जङ्गलमा बास बसिन्छ म होइन दाजु जङ्गलमा बस्नुपर्छ है केही समयपछि अब खाजा भात यहीँ बनाउनु त यस्तो राम्रो पाइप जोडेछ यार हामी खाजा पाइप बनाउनु आएको पानी बनाउनु आएको ल अब हाम्रो बाबु तपाईँ मेरो एरिया आउनु भयो नि त तपाईँको उता एरिया होइन यो त मेरो एरिया हो नि त अब तलबाट हामी आउँदा यहाँसम्म चाहिँ यता त आउँछ त्यो यो त हाम्रो एरिया हो क्या म त चाहिँ नागी एरिया हो यता चाहिँ हाम्रो एरिया हो क्या अब यो खोला नि त त्यस्तो छ त्यस्तो छ गाइस है यही हो है यही पोइन्ट हाम्रो ओहो हाम्रो ठाउँ आइपुग्यो गाइस हाम्रो मिसन पोइन्टमा आइपुग्यो थलथले ए थलथले ल थलथले आइपुग्यो सबैजना पिन्दै थलथले नि त फाइनल थलथले आइपुग्यो थलथले आएर हामी ओहो थलथले आएर चाहिँ ओ पानी यहाँ ओभरफ्लो यहाँ गइरहेछ ल ल ल ल
अनि पानी ओभरफ्लोहरू गइरहेको थियो यसलाई आउनु यसलाई यसलाई आउनु यसलाई गराएर यसलाई यसलाई उनीहरू यसलाई फेरि आउनु हुँदै आयो नि ट्याक्क न ओभरफ्लो हो यो त्यो लु अब ट्याक्क लाएर हेरौँ के हुँदैछ लु काटिना चुचुङ भयो चेकलाई जमन भट्टाभट स्यापा संस्कृति बचाउनु हो के लु 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 ल गाइस लु लु गाइज ल लेट्स स्टार्ट टन्नै छ आम्मा दाजु यार अनि हामी त्यस्तो पानी छ पालम माल फलाम फल त्यो होइन त्यो एयर भयो एयर हो यो रोड पानी चाहिँ टनाइ छ दाइ पानी चाहिँ छ यार मस्तले नै यो भित्र छिर्नु पर्छ पानी यहाँ छिर्ने त्यहाँ छिर्ने हो ए यस्तो नै जानु पानी कुन यो आएको यो उर्ले पानी हो जेन बाई सब मिलेर पानी बनाम गइसक्यो भनेको पानी गइसक्यो पानी गइसक्यो भनेको फाइनली पानीको मिस्त्री पानी गयो है त गइन्छ भनेको पानी गइरहेछ नि त ए माइन घर ए जालिहाल्यो मैले हाल्नु चाहिँ चल्नु खोल्नुहोस् चल्नु खोल्नुहोस् चल्नु पनि यस्तो राम्रो ठाउँ छ यहाँ सुन्नु है नभए मजाले लिनै पर्ने है किन दाइ यो पानी पानी निकाल्नु प्लम्बर हो नि त्यो उसमा त्यो मापमा पानी पर्को त्यो पल्लो ल गयो ल उता पाइयो नभए पिएलएनमा गरी हाम्रो खानेपानीको लागि चाहिँ हामी कसमा आइसकेको छौँ अब म दुख्छ यहाँ खानेपानीको हिसाब जगत म बुझिरहेको जान्न होला आन्न होला म जान्न यस्तो सर्व चाहिँ आउँदैन के रह नतर्दी हुन्छ सिमसारमा आज आउँछ अब खोइ यहाँको यो पानी होला गाजी है यो पानी हो ल ल ल ए ल यसरी यसरी गर्नुपर्छ काम ल जेन जेठहरू गाउँमा पनि पढे चालन अन्त राजु ओ श्रमदान हान्छौँ जेन जेठ जेनजेट श्रमदान गर्नु पऱ्यो उपिल्यान्ड है साथीहरू उपिल्यान्ड आच्छा कस्तो चिसो हो त्यसका बाजे ओ बिस्तारै बिस्तारै त्यसका बाजे ओ माई गास बहिनी फेरि चिसो कति चिसो हो हट सैलुङको मान्छेहरू पनि चिसो भनेर हुन्छ उपिल्यान्ड गर्नु त गऱ्यो मेरो त केरला यो ज्यापै अब मैले चाहिँ 2-3वटा चौर चाहिँ नाङ्गो बनाउने योजना छ गाजी त्यो तपाईँको वनले त दिँदैन मैले थाहा भइसक्यो होइन अब तपाईँको पहिला पिङ खेल्ने चौरमा पिङ खेलाउने मजाले ज्येष्ठ नागरिक पार्क बनाउने होइन सर म त अनुदान ल्याउँदैछु ए मजा आउँदैछ मजा रहेछ बा भयो नि सर ऊ त्यो बजे खोलाको कता अच्छा अच्छा होइट होबिले ए मजा आउँदो रहेछ है ए हल्दिया हल्दिया होबिले नै होबिले हल्दिया हामी यस्तो राम्रो पानीको मुहान जोगाउन यहाँनिर केरा रोपेको हो यो झोना चाहिँ तल यतापट्टि सजिलो हान मलाई मजा आउने रहेछ श्रम गरौँ जय श्रमदान जय श्रमदान जय युवा जय श्रमदान जय हुन्न बिस्तारै बिस्तारै गर्नुपर्छ तपाईँहरूको पनि केही पानीहरू बिग्रेछ भने बनाउनु होला आफ्नो स्थानीय प्रतिनिधिहरूको सहयोग लिनु होला उहाँहरूको रोबरमा चाहिँ राम्रो ज्ञान लिनु होला अध्ययन गर्नु होला अनि अगाडि यसरी चाहिँ हामीले श्रमदान गरेर चाहिँ अब पानीको के हुन्छ मर्मत गर्ने काम गरेका मान्छेहरू हेर्नु होला बोल्दा फेरि एकजना आउँछ जस्तो होइन गइसक्यो फाइनली पानी बनाएर सकिसक्यो साथीहरू हुर्केर काँटी मुदाले च्यास्नु है काँटी काँटी होला त बिस्तारै मेरो त खुट्टा फाइनली पानी बनाएर सक्यौँ अनि हाम्रो मोहन सर सबैदेखि लिएर पानी ल्याउने काम सक्यो यी ट्याका लगाएर पाइप रेन्चो सेन्चो बोकेर रेन्चु कहाँ छ ठाउँमा चेक गरेर अब हाम्रो
बिन्दाले चाहिँ यसो सोधपुछ गऱ्यो भने ट्याक्क भनिदिने यहाँ ठाउँमा जानुपर्छ यसरी गर्नुपर्छ भनेर यस मैले खोजी निस्किनु अरे मलाई थाहा हुँदैन अनि थाहा त हुन्थ्यो अब कहाँ जङ्गलतिर आएर बस्छु त होइन अब त्यो अब तपाईँले सोध्नुपर्ने रहेछ भन्ने कुरो थाहा भयो नि फाइनली पानी आयो होइन यसरी अझै ठुलो एकचोटि धारामा चाहिँ चट्टला र होल खोल्नु न चाहिँ मलाई पानी हो यस्तो पानी सबैले फोन गरेर ल यताउता गर्नुपर्छ भनेर अब भनौँ सबैको सहयोगबाट पानी आयो सबैजनालाई धेरै धेरै धन्यवाद होला सबैजना पानी बोल्न जानुहुने सम्पूर्ण दाजुभाइहरूलाई धेरै धेरै धन्यवाद दाजुभाइ दिदीबहिनीहरूलाई पानी खोलेर पो बोल्ने यसरी खोल्ने अनि यहाँ बन्द गर्ने अनि यहाँ साँचो पनि यहाँ मिटरको साँचो हुन्छ यो पनि तपाईँहरूले बन्द नै गर्नु होला यहाँ ट्याक्क यसरी बन्द गर्ने अनि त्यसपछि आफ्नो काम सकेपछि काम तपाईँको चाहिँ फेरि सुरु गर्नु भने यसरी खोल्ने उता खोल्ने है साइड ल च्यात्तर सबैजनाले आफ्नो सहयोग गर्नु होला ह्याप्पी दसैँ